नमस्ते साथीहरू, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन? आश गरौँ सबैजना सन्चै हुनुहुन्छ। कहिलेकाहीँ सन्चै नभए पनि नि म सन्चै छु भनेर देखाउनुपर्छ, अर्थात् सन्चै भए जस्तै गर्नुपर्छ होइन? आजको दिनमा चाहिँ मेरो भाइले भिडियो गर्छ अरे, अनि मेरो फोन अघि बिहानैदेखि कब्जा गरिरहेछ, अनि बेला बेला मैले पाइरहेको छु। अहिले चाहिँ लगभग अब हाम्रो पहाडतिर चाहिँ हिउँदे बाली थन्क्याउने बेला भइसक्यो। हिउँदे बालीमा पनि विशेष गरेर अब धान पाकिसक्यो, धान काट्नै पर्छ। अनि आज चाहिँ हाम्रो घरमा धान काट्न जाने दिन छ। अनि अब उसले भिडियो गर्छु भनेको त्यसैले लु गर न त ठिकै छ भनेर मैले फोनै बिहानदेखि जिम्मा लगाइदिएको थिएँ। अनि केटोले भिडियो त गरेछ गर्न त लामो 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 गरेछ, कति धेर गरेछ, काट्दा 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 गरेर बल्ल बल्ल यतिको बनाएँ। अहिले चाहिँ मेरो भाइ, म र मम्मी धान काट्नको लागि खेततिर जाँदैछौँ। अहिले लगभग बजीको हिसाब गर्ने हो भने 10देखि 10:30को हाराहारी भएको हुनुपर्छ। घरदेखि खेत पुग्नको लागि अलिक समय लाग्ने भएको भएर हामी अलिकति छिटै जाँदैछौँ। माथिदेखि अब त अलिक तल पुग्यो, अब त खेतको नजिक पुग्यो, अब त खोलाको नजिक पुग्यो भन्दा 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 बल्ल 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 खेत पुगिन्छ। अनि खेत त पुग्यो, काम पनि गरिन्छ, अनि भरे उकालो आउन उस्तै गाह्रो। त्यही पनि केही छैन। हामी मान्छेले चाहिँ परिस्थिति र मनस्थिति भन्ने चिजलाई सधैँ पनि बलियो बनाउनु पर्छ अरे। हाम्रो त परिस्थिति र मनस्थिति मात्रै होइन, हामी त मान्छे पनि बलियो छौँ कि क्या हो। तर उँधो जाँदाखेरि झ्याउ लाग्ने कुरा चाहिँ हुन्छ। माथिबाट जति तल गयो उति घामले पोल्छ, उति गर्मी हुन्छ, उति गर्मी हुन्छ। झ्याउ लाग्छ कि हिँड्नलाई। हिँड्दा हिँड्दै प्यात्त भएर गलिन्छ। अनि यो ओह्रालो त झन् खासमा हिँड्ने बाटो होइन जस्तो लाग्छ मलाई। गुडुरु कुद्नुपर्छ, त्यही भएर गुडुरुडुडु कुद्ने। यति बेलाको दिनमा घामले पोलेको पीडा सहन नसकेर म मात्रै होइन, म मेरो भाइलाई पनि कुदाउँदैछु, अनि बेला बेला मेरो भाइले मलाई पनि कुदाउँदैछ। यतिको स्पिडमा कुद्न नछोड्ने हो भने अब नजिकै आउँदै गरेको चुनावमा किस्ने बसन्ते पर्वते सँगसँगै मेरो भाइ र मैले पनि म्यादी हुने अवसर पाउँछौँ जस्तो छ। तर त्यो बाटोमा धेर ओह्रालोमा गुडुडु कुदेर होला कि खोला चाहिँ हामी छिट्टै पुग्यौँ। अनि यो घामको कुरा गर्ने हो भने चाहिँ भिटामिन डी मात्रै होइन, भिटामिन डीदेखि पछाडि रहेको जेडसम्म हामीले सबै नै पाइयो। यस्तो घाम लागेको थियो, यस्तो पोल्छ। फेरि यो घाम नलाग्न तैँले पोलिस भन्दा पनि घाम लाग्न छोड्ने भए पो होइन। जति भने पनि पोलेको पोले त गर्ने, पोले पनि पोलोस्। तर यहाँ हेर्नु न कस्तो राम्रो देखिएको छ। यो धेरै ठुलो देखिएको ठाउँतिर अलि ओरसम्म नै खेत थियो। अस्तिको बाढीले लगेर अहिले चाहिँ खेत चाहिँ भित्ता भित्तामा पुर्याएको छ। अब थोरै थोरै मात्रै बचाएको छ। अब अर्को बाढी आउन्जेलसम्मलाई बचाएको होला त्यो पनि। अब लगेको त लगिहाल्यो। प्राकृतिक विपत्तिलाई हामीले रोक्न छेक्न थुन्न सकिँदैन। तर जति बचाएको छ बचाए जति त धान काट्नु पर्यो, राख्नै पर्यो। यति लामो गफ गर्दा मात्रै हामी बल्ल खेतमा पुगेर धान काट्न थाल्दैछौँ। अनि हामीले चाहिँ मस्तै काट्यो, अनि खाजा खाने बेला भएको थियो। अनि हामीले खात्राखुत्रु खाजासाजा बनाएर खायौँ। खाजा खाए पछाडि फेरि हामीले रफ्तारमा काट्दा 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 गऱ्यौँ। तर जति रफ्तारमा काटे पनि हाम्रो धान आजै चाहिँ काटेर सकिँदैन थियो। त्यसैले अब बेलुका पनि भइसकेको थियो। अनि भोलि फेरि आउँछौँ भन्दै हामी यो खेतबाट लाग्यौँ उकालो 1 घन्टा जति। बाई बाई।